नमस्कार, अपन समाचारमा स्वागत छ। समाचार विस्तारमा। करिब 5000 बिघा खेती योग्य जमिन सिँचाइ तथा प्रत्यक्ष लाभ लिन सकिने 4 दशक अगाडिदेखिको प्रतीक्षित जमुनी कटाह सिँचाइ आयोजनाको 90% काम सम्पन्न भएको दावी गरिएको छ। शनिबार आयोजनाको विभिन्न भागहरूको स्थलगत निरीक्षण अवलोकनको क्रममा आयोजना उपभोक्ता समितिका अध्यक्ष नेपाली काङ्ग्रेसका युवा नेता परवेश चौधरीले अब केही दिन प्राविधिक काम बाहेकका आयोजनाको करिब सबै काम सम्पन्न भएको बताएका छन्। उनले भने मुख्य र दशकौंदेखि विवादित नहर खन्ने काम हामी स्थानीय जनप्रतिनिधिहरू, जनता र किसानको सहयोगमा र त्यागेको परिणाम स्वरूप सम्पन्न गर्न सफल भयो भने उनले मूल नहर 9 किलोमिटर, शाखा नहर 7 किलोमिटर साथै 1 किलोमिटर पक्की नहर निर्माण समेत सम्पन्न भई कुल 17 किलोमिटर नहर खन्ने काममा स्थानीयले सहयोग र त्याग गरेकोमा धन्यवाद दिएका छन्। यसअघि आफ्नो खेतबाट नहर खन्न नदिने भन्दै स्थानीयको विवाद र अवरोधका कारण दशकदेखि यो आयोजना अल्पत्रमा थियो। उनले बोलपत्र आह्वान अनुसार अब कलभट, पानी प्रवाहका लागि हेम पाइप, प्लास्टिकको जाली र नहर सफाइको काम मात्रै बाँकी रहेको जुन 3-4 महिनामै गर्न सक्ने बताएका छन्। एउटा के छ भने अब यो यताबाट उता जाने, अब यदि भएन भने किसानलाई यताबाट उता छिर्नका लागि त जहाँ ठाउँ ठाउँमा कलभट चाहियो त्यो फेरि हाम्रो टेन्डरमै छ, त्यो फेरि एस्टिमेटमै छ, त्यो पनि नौलो कुरा पनि होइन। त्यो चाहिँ अनिवार्य रूपले चाहिँ चाहियो। त माटोको काम अब सम्पन्न भइसक्यो। अब 3-4वटा काम मैले यहाँ हेरेँ, अहिले पनि बाँकी छ। ठेकेदारले पूर्ण रूपले फेरि पेमेन्ट पनि पाएको छैन। 3-4वटा काम के बाँकी छ भने एउटा त तार जालीको, अर्को कुरा के छ एकचोटि पानी चलो कहाँ चाहिँ समस्या हुन्छ, कहीँ छ त्यो गर्नुपर्ने, त्यो गर्छ। र कलभट भइसकेपछि के छ भने र धेरै ठाउँमा के छ भने सडक जहाँ जहाँ बन्न दिएका छन् सडक पनि दुईतिर बनाएको छ, जहाँ जहाँ पब्लिकले बनाउन दिएको छैन त्यहाँ बनाएको छैन। दशकौंदेखि हुन नसकेको कामका त्याग गरेर किसानहरूले पनि सहयोग गर्दा सफल भएकोमा जनकपुर धाम वार्ड नम्बर 25 लोहनाका वार्ड अध्यक्ष चन्देश्वर शाह र औरी गाउँपालिकाका वार्ड नम्बर 2 का वार्ड अध्यक्ष किशुन यादवले खुसी व्यक्त गरेका छन्। लोहनाका पूर्व गाविस अध्यक्ष विनोद ठाकुरले धनुषाको मध्यम र दक्षिणी भागको किसानहरूको आशा र भरोसाको मुख्य आयोजना रहेको यो पूर्ण रूपमा सञ्चालनमा आएपछि आकाशे र भूमिगत पानीको निर्भरता घट्ने र पिउने पानीको समस्या पनि समाधान हुने बताएका छन्। यो नहरले फाइदा छन्, धेरै छन्। त पानी अहिलेसम्म आएको छैन। पानीलाई के कमजोर छ, पानी आएको छैन। तर साइडमा चाहिँ हुनु पर्यो कलभटहरू आउनु जानुको लागि, धेरै समस्या छ। अरू हामीहरू काम गरिरहेको छौँ। 15 वर्षदेखि काम हामीले गराएको छौँ। हाम्रो पालिमा काम हो। गरी धेरै त मेहनत पर्यो तर काम सफल भयो। यो नहुँदा के समस्या थियो र अब के फाइदा? अब समस्या थियो पहिला यो खेतवालाहरू त्यो खुन्न दिएन, हामीले मिलाएर जुलाएर सबैलाई क्लियर गरिसकेका छौँ यहाँदेखि वहाँसम्म। आदमी सब राखिराखिकऽ 25-30 टाका अथी आनिकऽ ओकरा बांध सेहो बनलिए, ओहि पर धऽ कऽ अपने के अथी के लिए पानी कुछ अरलै, फोन अपने के की भेलै तऽ दहा के चलि गेलै, लेकिन पानी सेहो नहीं बैस रहल है। ये माने ओहि में अथी होक चाही सेहो नहीं है। ओहि अथी में रह गए रास्ता पैरा, तो रास्ता पैरा में जहाँ तहाँ अपने के ठीके है। वो पानी अपने के अबै है, किसान सबके दू बगली जमीन पड़े है। दू बगली भेला के बाद में कलभट जे भते तो एहि पार के जमीन जोतक के होते तो एहि पार चल जते, वही पार के जमीन जोतक के होते वही पार जते। कलभट होना बहुत आवश्यकता है। कलभट भेला के बाद में अपने के नहर पानी जे रहती सुरक्षा रहते, काटफोट सेहो नहीं करते। पुल्ला बनला पर की होते तो आदमी के ये नहीं होते कि हम खरीद के जाए गाड़ी केना ला जाए, से समस्या नहीं रहते। आ रह गई अपने के पाइप के बाद, पाइप यदि जहाँ तहाँ जे पड़ला से किसान वही अपने के काटफोट नहीं करते, नहर सुरक्षा रहते। जमुनी कटाह नहर परियोजना के अंतर्गत जे भी काम भेल वो किसान बहुत आशावादी है।
आशावादी शब्द एहि लेल प्रयोग कर रहल छी जे जब तक पानी नहीं रहती तब तक खुशी नहीं होती। आ उम्मीद कर रहा है किसान सब जे सब कोई प्राविधिक रूप से एकरा कऽ के एकरा सफल करियो। भूमिगत जल के प्रयोग कम कऽ के सिंचाई केना होती, ऐसे बढ़िया विकल्प एहि क्षेत्र के लेल नहीं है। ये जे है से संपूर्ण मध्य आ दक्षिणी मधेश के लेल ये एकमात्र सिंचाई के साधन है। एहि लेल नेपाल सरकार, प्रदेश सरकार से हम आग्रह करबै एहिमे आवश्यक जे है रकम, आवश्यक योजना तर्जुमा कऽ के किन बहुप्रतीक्षित छ यो आयोजना। दीर्घकालीन सोचका साथ करिब 2036-37 तिर सामाजिक अभियन्ता लक्ष्मी नारायण झाले सो आयोजनाका लागि प्रारम्भिक प्रयास गरेका थिए, तर स्थानीयले काडा प्रतिवाद मात्रै गरेर उनीमाथि सङ्घातिक आक्रमण पनि नहरमै फालिदिएको थियो। त्यसपछि सामाजिक युवा अगुवा जीवछ निधि पनि सो क्षेत्रमा सिँचाइका लागि नहर आवश्यक रहेको भन्दै अगुवा र प्रयास गरे, तर उनी पनि सफल हुन सकेनन्। 2046 सालको जनआन्दोलन पश्चात महेन्द्र नारायण निधि जलस्रोत तथा स्थानीय विकास मन्त्री हुँदा सो नहर सिँचाइको आयोजनाका लागि सर्वे गर्ने निर्देशक दिए पश्चात अनौपचारिक प्रक्रिया अगाडि बढे पनि काम हुन सकेनन्। कांग्रेस नेता एवं संविधान सभा सदस्य विमलेन्द्र निधिको प्रयास र पहल समेतमा 2068 सालमा नेपाल सरकारले सो आयोजना निर्माणको औपचारिक निर्माण प्रक्रिया अगाडि बढायो र टेन्डर आह्वान गरियो। आयोजनाका लागि सरकारले कुल 41 करोड बजेट छुट्याए पनि ठेक्केदार कम्पनीले लोमिङमा जम्मा 27 करोडमा ठेक्का सम्झौता गरी निर्माण कार्य अगाडि बढायो। सुरुमा 17 करोड रकम विनियोजन भएर सुरु भएको आयोजनाको कामका लागि पछि 10 करोड रकम विनियोजन भएको बताइएको छ। करोड जसमा टेन्डरमा चाहिँ के हुन्छ, ठेकेदारहरू त बिलोमा लिन्छ, अनि चाहिँ उहाँहरूले चाहिँ 27 करोडमा लिनुभएको हो। यसको फर्स्ट प्याकेज जस्तो यो पुलाहरू निर्माण यो फर्स्ट प्याकेजमा छन्, त फर्स्ट प्याकेज 17 करोडको हो, सेकेन्ड प्याकेज चाहिँ 10 करोडको हो। रमन कालिका जेभी ठेक्केदार कम्पनीले ठेक्का सम्झौता गरेको काम पेटिक कन्ट्र्याक्टमा स्थानीय ठेकेदारहरूले गरिएका छन्। 2068 सालमा टेन्डर हुँदा आयोजना उपभोक्ता समितिका प्रथम अध्यक्ष शिवनारायण निधि थिए भने त्यसपछि परमेश्वर यादव अध्यक्ष भए। 2075-76 मा कांग्रेस युवा नेता चौधरी समितिको अध्यक्ष बनेपछि कामले तीव्रता पाएको र हालै सम्पन्न 90% काम सम्पन्न भएको दाबी गरिएको छ। धनसाको देवरी प्रवाहदेखि भोइल, लोहना, बभङ्गाम, धनौजी, कटैया, बोहरबा, देवडिहा, नवटौली, गाङ्गोली, नगराइन, खिरखिरिया, लगमा, जठी हुँदै मुखियापट्टीसम्मको करिब 2000 हेक्टर 5000 बिघा लाभान्वित हुने आयोजना शीघ्र सम्पन्नता, कार्यान्वयन तथा रेखदेख र सुरक्षाका लागि राज्यले अभिभावकत्व ग्रहण र पहलकदमी लिन आवश्यक रहेको अगुवाहरूको माग छ। मिथिलाञ्चल सहित तराई मधेसका जिल्लामा नवविवाहित कन्याले मनाउने मधुश्रावणी पर्व आज सम्पन्न भएको छ। पर्व मनाउन कृष्ण पक्ष पञ्चमी तिथिदेखि सुरु भएर यसपटक मलिमास परेका कारणले 1.5 महिना चलेर आज सम्पन्न भएको छ। प्रत्येक 24 वर्षमा मलिमास पर्ने र यतिका दिनसम्म मधुश्रावणीको विधि गर्नुपर्ने प्रावधान रहने गरेको जनकपुर धाम वार्ड नम्बर 8 का पण्डित मदन झाले जानकारी दिनुभयो। अरू वर्ष साउन कृष्ण पञ्चमी तिथिदेखि साउन शुक्ल पक्ष तिथिसम्म 15 दिने चल्ने भए पनि यसपटक मलिमास भएकाले आजसम्म चलेका हो। मधुश्रावणी पर्वको पूजाका लागि आवश्यक पर्ने सामग्री लगाउने लुगा, सिन्दुर, पोते, गरगहना तथा 1.5 महिनासम्म खाने खाद्यान्न सामग्री तथा पूजाका लागि आवश्यक पर्ने अन्य सामग्री ससुराली अर्थात् बेहुलाको घरबाट आउने त्यसबाट नै नवविवाहित कन्याले खाने तथा पूजा गर्ने परम्परा रहेको छ। मधुश्रावणीमा नवविवाहित कन्याहरू समूहमा भेला भएर विभिन्न प्रकारको परम्परागत गीत सहित घर नजिकको सार्वजनिक उद्यान
बारी तथा धार्मिक स्थलमा भएको मठ मन्दिरमा रहेको फुलबारीबाट साँझ फुल टिपेर राति राख्ने र भोलिपल्ट बिहान सोही बासी फुलबाट शिव पार्वती तथा नागदेवताको पूजा गर्ने चलन रहेको छ। फुल टिप्ने कार्यलाई मिथिलामा फुललोढी भन्ने गर्दछन् भने समूहमा नविवाहित कन्याहरू नयाँ नयाँ रङ्गीचङ्गी लुगाहरू लगाएर हँसीठट्टा गर्दै फुल टिप्ने गरेका कारणले मिथिलाञ्चल क्षेत्रको वातावरण नै यस वर्ष 1.5 महिनासम्म नै रोमाञ्चित बनेको थियो। मधुश्रावणीको अन्तिम दिन श्रीमान श्रीमतीसँगै बसेर विशेष पूजा गर्नुका साथै कथाईबाट कथा सुन्ने चलन रहेको छ। कथालाई नविवाहित कन्या बेहुला सहित घरका सदस्य छरछिमेक तथा इष्टमित्रहरू बसेर सुन्ने गरेका छन्। पर्व सम्पन्न भएपछि आमा बुबा सहित घरका ठुला बडाका आशिष लिने चलन रहेको छ। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबारबाट संसदको अवरोध हट्ने बताउनु भएको छ। शनिबार स्वर्गीय रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाजामा श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरूसँगको कुराकानीमा यस्तो बताउनु भएको हो। उहाँले संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै आज पनि संसद अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउनु प्रयास गर्ने र आइतबार संसद सुसञ्चालन हुनेमा आशावादी रहेको उल्लेख गर्नुभयो। पहल गर्दै आएको तपाईहरुलाई थाहा छ, विगतदेखि नै हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटारै उहाँ आउनुभयो र उहाँसँग कुरा भएको छ। आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौँ। आशा गरिएको छ भोलि। प्रधानमन्त्री दाहालले संसद अवरोध खुलाउनका लागि आफूले सभामुख सहित प्रमुख प्रतिपक्ष दल नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको पनि जानकारी दिनुभयो। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूषालले तत्कालीन माओवादी सशस्त्र विद्रोहबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको अभिव्यक्ति घृणास्पद रहेको टिप्पणी गर्नुभएको छ। शनिबार काठमाडौँमा आयोजित 2028 झापा विद्रोहको अन्तकथा नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले आफूलाई नेपालको कम्युनिस्ट पार्टीहरूको इतिहासबारे ओलीले दिने अभिव्यक्ति विमर्श, डरलाग्दो र घृणास्पद लाग्ने गरेको बताउनु भएको हो। महासचिव भूषालले ओलीले मिल्दा तत्कालीन माओवादी सशस्त्र विद्रोहलाई महान भनेर गरेको र नमिल्दा हत्यारा र आतंककारी भन्ने गरेको सुन्दा आफूलाई चित्त दुख्ने गरेको जिकिर गर्नुभयो। उहाँले ओलीको कम्युनिस्ट चेत गलत भएका कारण पशुपतिमा सुनेको जलहरी चढाउने काम गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो। खास गरी हाम्रो राजनीतिक नेतृत्वमा कमरेड ओली लगायत अरू कतिपय साथीहरूले पनि इतिहासको बारेमा जसरी बोल्छन्, स्वयं माओवादीको आन्दोलन जनयुद्धको बारेमा जे बोल्छन्, हिजो सहमति असहमति जे थियो होला, तर राज्यले त्यसलाई के भनेर मान्यो भन्दाखेरि यो गरेर हामी धेरै मान्छेहरूको ज्यान जोगाउँछौँ, इतिहासलाई अझ धेरै अगाडि लैजान्छौँ भनेर सबै सहमति भएर एउटा सहमत भएर हामी अगाडि बढेका जस्ता घटनालाई आज फर्केर हेर्दाखेरि जतिखेर मिलिन्छ त्यतिखेर चाहिँ यो महान कुरा थियो भन्ने, जतिखेर मिलिँदैन त्यतिखेर। महासचिव भूषालले नेपालको कम्युनिस्ट आन्दोलनमा झापा विद्रोहले जनतासँग असाधारण खालको सम्बन्ध विस्तार गरेको उल्लेख त्यसलाई टुट्न नदिन फेरि नयाँ सङ्कल्प सहितको क्रान्ति आवश्यक रहेको बताउनुभयो। नेपाली काङ्ग्रेसका नेता भीमलेन्द्र निधिले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रीय तहैबाट निर्देशित हुनुपर्छ भने मानसिकता हाबी भएको बताउनु भएको छ। शनिबार काठमाडौँमा काङ्ग्रेस स्वर्गीय नेता प्रदीप गिरीको स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले संविधानले स्थानीय तह र प्रदेश सरकारलाई अधिकार दिएको भए पनि गृहमन्त्री वा प्रधानमन्त्रीले नै अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकताबाट नेतृत्व वर्ग निर्देशित रहेको बताउनु भएको हो। नेता निधिले अभिष्ट अधिकार नेतृत्वले लिनका लागि संविधानमा राख्न पहल गर्दा पनि काङ्ग्रेसका नेताहरूले नमानेको भन्दै आपत्ति जनाउनुभयो। उहाँले अभिष्ट अधिकार सार्वभौम जनतामा निहित हुनुपर्ने बताउनुभयो। पालिका र पालिका तहमा सबैको व्यवस्था छ, दुनियाँको हरेक संविधानमा हुन्छ। त्यो अवशिष्ट भन्छ, रेजिडुअल पावर भन्छ अङ्ग्रेजीमा।
त्यो अवशिष्ट अधिकार कहाँ राख्ने त त्यसमा बहस भयो, छलफल भयो, मेरो र प्रदीप सम्वाद भयो, छलफल भयो। म पनि यसलाई तल्लो तहमा राख्नुपर्छ भन्ने पक्षपाती, प्रदीपजी त सबभन्दा बढी पक्षपाती। अवशिष्ट अधिकार भनेको त सार्वभौम सत्ता जसमा निहित हुन्छ त्यो निहित अधिकारको त जनप्रतिनिधिले प्रयोग गर्ने भयो। बाँकी अधिकार जो हुन्छ त्यो त सार्वभौम सत्ता सम्पन्न जनतामा हुन्छ, त्यसका तल्लो निकायमा हुनुपर्छ भन्ने उहाँले लेख्नुपर्छ भन्ने उहाँ, म पनि। तर संविधानमा नेपाली काङ्ग्रेसको कुनै पनि नेताले मानेन, किनभने आफ्नो केन्द्रमा चाहन्छन् सबै अधिकार त। नेता निधिले स्वर्गीय गिरी बहुप्रतिभाशाली व्यक्ति रहेको उल्लेख गर्दै उहाँको जीवन राजनीतिक कर्मीका लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभयो। नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले काङ्ग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै सङ्कटमा पर्ने बताउनु भएको छ। शनिबार काठमाडौँको प्रतिनिधि सभा क्षेत्र नम्बर 1 क्षेत्रीय सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले 2046 को परिवर्तन आएकोमा खुसी नभएका तत्त्वहरू अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै काङ्ग्रेस मजबुत भए मात्रै लोकतन्त्र बलियो हुने बताउनुभयो। उहाँले पार्टीलाई विविध अनुसार चलाउन अघि बढ्नुपर्ने बताउनुभयो। नेता सिंहले काङ्ग्रेसको सङ्गठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसाबले दिन सक्ने सकारात्मक म्यासेज नागरिकहरूमा बाँड्नुपर्ने बताउनुभयो। तिनीहरूले त के हो भन्दाखेरि यो सिस्टमलाई अब यो चाहिँ भनौँ न टाइम टु टाइम कमजोर पार्नुको लागि त काम त गरिरहेको छ नि त। त्यो कारणले गर्दाखेरि मैले फेरि चाहिँ यो नबन्नुहोस्, यो सेन्टिमेन्टलाई चाहिँ रिलिज गर्नुको लागि कुरा उठायो भनेर होइन। मलाई लागेको के हो भन्दाखेरि काङ्ग्रेस जबसम्म चाहिँ मजबुत हुन्छ डेमोक्रेसी। नेता सिंहले काङ्ग्रेस अहिले पनि कमजोर नरहेको जिकिर गर्नुभयो। उहाँले काङ्ग्रेसमा केही सुधार गर्नुपर्ने अवस्था आएको भन्दै समयको माग अनुसार सुधार गरेर पार्टी अघि बढ्ने बताउनुभयो। पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्दले संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पहल कदमी लिनुपर्ने बताउनु भएको छ। वरिष्ठ नेता चन्दनले प्रधानमन्त्री दाहाल एक प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी संसदमा जारी अवरोध हटाउन ढिलाइ गर्न नहुने बताउनुभयो। शनिबार ललितपुरमा आयोजित मोती शोभा श्रेष्ठको चियाको चुस्की प्राध्यापक डाक्टर सृजना श्रेष्ठको भोलिको कोही नआउन्जेलसम्म र प्रडा सबिना श्रेष्ठको एउटा जीवन छामेर हेर्दा कृतिहरूको लोकपर्न कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रधानमन्त्री दाहालले संसदको अवरोध हटाउने अभिव्यक्ति दिनुभएको उल्लेख गर्दै छिट्टै संसद सुचारू हुने विश्वास समेत व्यक्त गर्नुभयो। फरक प्रसङ्गमा वरिष्ठ नेता चन्दनले पार्टीभित्र केही समस्या रहेको स्वीकार गर्दै त्यसको समाधान विविध र विधानभित्रै रहेर हुने बताउनुभयो। राप्रपाभित्र चाहिँ तपाईँको चाहिँ घरमा नि मिटिङ बसिरहेको छ, अहिले वर्तमान अध्यक्ष अलिकति असन्तुष्ट हुनुभएको छ भन्ने कुरा पनि आएको के छ त्यो अलिक बढी ऊ हो, के अरे बढी उलिया हो। अब के साथीहरूको केही गुनासो थियो त्यो बारे छलफल गरे। अब त्यो कुरो कसरी बढाउनु पर्छ पार्टीलाई भन ठिकै छ। त्यो आखिरमा कार्यक्रममा वरिष्ठ नेता चन्दले लोकपर्न गरिएका 3वटै कृतिहरू पठनीय रहेको बताउनु भएको थियो। सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको पोलिट ब्युरो बैठक यही भादो 3 गते भोलिबाट सुरु हुने भएको छ। शनिबार काठमाडौँको आलोकनगर स्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भादो 3 र 4 गते पोलिट ब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको हो। त्यसै गरी भादो 5, 6 र 7 गते केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ। दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य एजेन्डा हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवाडाले जानकारी दिनुभयो। पोलिट ब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्न र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्त्वपूर्ण निर्णय गर्ने पनि उहाँले जानकारी दिनुभयो। भोलि र पर्सिको पोलिट ब्युरोको बैठकमा
वर्तमान परिस्थिति, वर्तमान राजनीतिक अथवा समसामयिक परिस्थिति र हाम्रो पार्टीको आगामी कार्यभार नै हाम्रो मुख्य विषयवस्तु बनेको छ। यसैको सेरोफेरोमा पोलिट ब्युरो सदस्यहरूले आफ्नो धारणा राख्नुहुनेछ र पर्सि हामी यो बैठकको समापन गर्नेछौँ। सन्दर्भवश पर्सि भोलि बेलुका हाम्रै पार्टी कार्यालयमा यो समाजवादी मोर्चाको बैठक बसिरहेको छ 6 बजे बेलुका। नेकपा यस आगामी माघमा सम्पन्न हुने गरी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। सम्मानित नेता झलनाथ खनालले नेतृत्वका लागि आफ्नो दाबी हुने नहुने भन्ने कुरा महाधिवेशन हलले नै तय गर्ने बताउनुभयो। काठमाडौँको बसन्तपुरमा तस्बिरमा बालबालिका नामक फोटो प्रदर्शनी आयोजना गरिएको छ। 184औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह नेपाल एनएफपिजे सिबिन नेपालको सहयोगमा शनिबार आज एक दिने सो फोटो प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा बालबालिकाका गौरवका साथाहरूले चित्रण गर्न खालका 60 भन्दा बढी तस्बिरहरू समावेश गरेका छन्। बालबालिकाहरूमा खुसियाली ल्याउने सो प्रदर्शनी आयोजनामा गरिएको एनएफपिजेका अध्यक्ष प्रदीप पराजवन्तले जानकारी दिनुभयो। फोटो पत्रकार राष्ट्रिय फोटो समूह र सिबिन नेपालको सहयोगमा चाहिँ हामीले यो बालबालिका सम्बन्धी यो ह्याप्पी बालबालिका भनौँ न, खुसी बालबालिकामा जो बालबालिका राष्ट्रिय गौरव हुन् त्यो नाराका साथ हामीले यो फोटो प्रतियोगिता फोटो एक्जिबिसन भनौँ न, फोटो एक्जिबिसन गरिरहेका छौँ र यसमा लगभग 60वटा फोटोहरू हामीले यहाँ राखेका छौँ र बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म आज एक दिन यो शनिबार चाहिँ यहाँ यो ठाउँमा चाहिँ विशेष गरी बालबालिकाहरू घुम्न आउने खेल्न आउने भएको हिसाबले चाहिँ पारिवारिक घुम्ने बालबालिकाका राष्ट्रियका गौरव हुन् भने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा विभिन्न जिल्लाका बालबालिकाहरूले खुसीका साथ गरेका क्रियाकलापहरू समावेश गरिएको तस्बिरहरू छन्। एनएफपिजेले आफ्नो स्थापनाको 25 वर्ष पुगेको अवसर पारेर खेल, मनोरञ्जन र काममा खुसीका साथ सहभागी भएका बालबालिकाहरूलाई थप उत्साहित बनाउने उद्देश्यका साथ यो प्रदर्शनी गरिएको जनाएको छ। हस्त अहिले यतिकै। पल खबर तेज नजर हेर्नुला अपन टेलिभिजन। नमस्कार।